समेत उडाइदेऊ ल समेतको उहिले उहिले मैले चाहिँ यो बाइक लिएर जानेवालामा छु 3टा बाइक चाहिँ यतै छ हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू भ्लग इट्स मी सुनिल हो सबैजना सन्चै हुनुहुन्छ होला राम्रै हुनुहुन्छ होला म पनि एकदमै बवाल छु अनि एकदम धेरै खुसी पनि छु सो तपाईहरुलाई लागिरा होला यो यति धेरै खुसी किन आज यस्तो मुस्कान छोडेर बोलिरहेछ सो गाइस आज चाहिँ म सो पुरै कुरा त नभनौं हैन सो केही न केही नयाँ आउनेवालामा छ मेरो घरमा चाहिँ यो बाइकमा चाहिँ जादिन होला सो यो बाइकमा चाहिँ भाइ मलाई के रे 4 नम्बरसम्म छोड्न जान्छन् अनि त्यसपछि चाहिँ म त्यहाँदेखि चाहिँ टक्क बसमा सरल जान्छु अनि उही छ मेरो बाइक अनि उही छन् मेरो साथीहरु आशिषहरु अनि त्यसपछि हल्का राइडमा जान्छु अनि साँझ चाहिँ स्पेशल आउनेवालामा छु टक्क लाएर भ्लग हेर्दै गर्नु माया देखाउँदै गर्नु सो चल्दै गयो त अब चाहिँ लगडा अब चाहिँ म 4 नम्बरदेखि चनौटाको गाडी चढिसकेको छु अनि परिन भाइ चाहिँ गएन सो मैले लिएर आथे के परिन भाइलाई मेरो बाइक घर पठाउनको लागि अनि म अहिले चाहिँ हेलमेटमा मात्रै छु हेलमेट अनि गोप्रो छ सो मेरो चाहिँ डट बाइक आउँदैछ डट बाइक चाहिँ उतै छ आशिषसँग दिन हेर न क्लाउड क्या दामी देखिया छ यार यो गाडीको चाहिँ सिसा नै नरहेछ क्या सो यही गाडी भेटियो छिटो सो यही गाडी चढिदिएको भर्खरै यो टुटिया रहेछ क्या यहाँनिर हेर न तर कस्तो दामी देखिया यार मौसमहरु त आम्मामा Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act. Head up, that's अहिले चाहिँ म ठ्याक्क चनौटा आइपुगे हैन सो यो चाहिँ चनौटाको बजार रहेछ दामी रहेछ जस दामी रहेछ सो मैले पहिला आउँदा पनि ख्यालै गरेको थिएन के यति ठुलो रहेछ बजार है सो पहिला आउँदा त खासै ठुलो भयो जस्तो लागेको थिएन बहुत ठुलो रहेछ यार चनौटा त हेर न आम्मा गर्मी त उस्तै छ यार आशिष कति बेला आउने हो कुन्नी सो लास्ट गर्ने भयो कडा हो लास्ट गर्ने भयो हेलमेट बोकेर हिँडिरहेको छु यसरी कन्सर्ट छ जस्तो छ यार यहाँ आज यतैतिर बस्नु पर्ला जस्तो छ है कडा हो कन्सर्ट होला जस्तो छ आज यता आयो काले यस्तो भ्लग गर्दै आउँदैछ किन यत्रो टाइम यस्तो गर्मीमा यार झुलाइदिएर तिमी त 1500 मा छिरेछौ नि लगडा यति बेला चाहिँ म आशिषको घरमा छु अब टक्क लाएर चल्दिन लागेको आशिषको घरदेखि सो मैले कुदाउने बाइक चाहिँ अगाडि छ अहिले चाहिँ टक्क अब यही बाइकमा चढेर जानु पर्ने हुन्छ है घोडा सो गाइस मेरो बाइक चाहिँ यता छ टक्क पारामा मैले चाहिँ यो बाइक लिएर जानेवालामा छु सो गाइस अब चाहिँ चल्दिनु लागेको चट्टा शैलीमा गाइस डट बाइकमा स्टार्ट भइसकेको छ आशिष कसरी कुद्दैछ यार त्यसरी नकुदन हो मलाई गाह्रो पर्छ हो कडा हो मेरो टायर पछाडिको लास्टै चिप्लो छ क्या लास्टै भन्दा पनि लास्टै चिप्लो छ पानी पनि पर्यो कडा हो आजको राइड चाहिँ लास्टै खल्दो भयो क्या अहिले चाहिँ पेट्रोल पम्पमा आइसकेको छ फ्युल अप गर्नुपर्ने हुन्छ यहाँ चाहिँ ए मेरो आखिर ब्यालेन्स छ कि यार म फोन पे गर्ने हो चोगडामा म चाहिँ बिलबुक लिएर हिँड्दैछु आशिषको घर उहिले आशिष दियो उहिले केटा त कस्तो हान्छन् मेरो त हात बसिरहेको छैन यार होला हाम्रो पनि बिस्तारै अब भर्खर त लिइरहेको छु अब हान्छ उठेन भर्खर त उठेन
पावर चाहिँ डेन्जरै हुने के यार डट बाइकको हैन छुट्टै हुन्छ क्या पावर डेन्जर भन्दा पनि छुट्टै किसिमको हुन्छ क्या यसको पावर चाहिँ GTA इन रियल लाइफ अब खेलिन्छ केटा हो डट बाइक हातमा परेपछि हैन यस्तो दामी भाइ चाहिरहेको छ केटा अब के अरे मौसम पनि त्यस्तै दामी विधि सो आशिषहरूले आज यतै बस्नु भनेको थियो क्या मलाई चाहिँ सो मलाई चाहिँ घर जानै पर्ने छ क्या आज चाहिँ त्यही भएर बस्नु पनि मानेन मैले आज चाहिँ घर जसरी पनि जानुपर्ने छ क्या आशिषको घर जाने बाटोमा चाहिँ दामी पुल छ क्या अगाडि हेर न आमामा कस्तो दामी देखियो यस्तो बवाल ठाउँ छ नि यतातिर कुरै नगरौँ क्या हेर न आमामा यस्तो दामी छ है ओ उइली 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 ए दामी 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 यसको पावरै छुट्टै छ क्या यता सब यो खोलाहरू छ पुल पनि लामै रहेछ क्या केटाहरूले उहिले हाल्ने भिडियो चाहिँ यहीँनिर हो सो तपाईँहरूले आशिषकोमा देखिराख्नु भयो होला आशिषको भ्लगहरूमा सो उसले चाहिँ यही पुलमा उहिले हाने गर्छ क्या लड्न चाहिँ लडा छैन अहिलेसम्म सो आज चाहिँ पानीहरू परेर चाहिँ कि चिप्लो छ सो एकछिनपछि सोभितहरू पनि आउँछन् यस्तो बवाल उहिले हुनेवालामा छ केटा हो एकछिनपछि हामी चाहिँ एकछिन यतैतिर बस्छौँ क्या सो केटाहरू आउँदैछन् जे होस् दुईजना केटाहरू छन् अझै टक्कै यता सोभित आइसकेका छन् हाम्रो जङ्की म्यान अनि यता चाहिँ हाम्रो चोर आशिष अनि उता दुईवटा छन् केटाहरू अनि टक्क हाम्रो तिनवटा बाइक चाहिँ यतै छ मुला चोर जस्तो म देखेछु कि यता के छ दुईटै चोर छौ बेरन ब्याङ्क लुट्न जाऊ बे दुईटा मिलेर त्यही नै अब केटाहरू टक्क बाइक उडाउँछन् सो म चाहिँ भिडियो बनाइदिन्छु केटाहरूको मलाई पनि रात परिसक्यो यार घर जान टाइम लाग्ने भयो क्या यो बाइकमा चाहिँ हेडलाइटै छैन क्या गाह्रो भने त्यही हो केटा हो छैन नि यार तयारी हुँदैछ प्रिपेयर हुँदैछ उहिले हान्नको लागि सँगै है सँगै ल बुढा बुढा कत्रो भङ्गाने त यसले त सँगै हानै भाइ सोभित अब सोभितको टर्न है ल always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, gotta keep myself on track. My head up, staying strong, always moving on. Feel I don't belong, tell my best to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, then you hit your teens. Life ain't really what it seems, try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give So अब चाहिँ बिलबुक लिन जानुपर्ने हुन्छ आशिषको घरमा टक्कै यो बाइकको केटाले दरो स्ट्यान्ड देखाएन यार एकछिन त आज चाहिँ हल्का पानी परेर रहेछ त्यही भएर टायर चिप्लियो क्या केटाहरूको जाँदो रहेछ जियोस् करप साइडमा जान्छ यार उहिले इजी छ केटा हो इजी मेरो चाहिँ हल्का हात नबसेर मात्र यो इजी छ केटा हो उहिले हान्दियो हान्दियो बौला पानीले गर्दा हो कि सब भएको आज
हो कि नै सुविधि भन त नत्र हाम्रो राइड बवाल हुन्थ्यो आज सो यही हो हाम्रो चलपल आशिषको घर टक्क अब चाहिँ निस्किहाल्छु रात परिसक्यो लगेर अब चाहिँ घरतिर चलिदिनु लागेको लास्ट गर्मी भयो यार पानी त पर्या हो त्यही पनि गर्मी चाहिँ लास्टै छ सो यता चाहिँ हाम्रो आशिष ब्लग ल चल्दिउँ यता चाहिँ हामी हाम्रो सोभित चोर यता आफचोर नआएको टक्क अब सोभित र म चाहिँ यहाँदेखि निस्किन्छौँ आशिष चाहिँ घरै यतै हो यतैतिर थन्किन्छ आशिष चाहिँ अब म चाहिँ चल्दिनु लागेको केटा हो सो एकछिन बाटोमा पनि यस्तो भ्लग आउँछ भर्खरै चाहिँ इन गरिदिनु ल त्यही हो ल है त आशिष भेट्दै गरौँ ल मेरो ग्लोभ्स कहाँ गोजीमै रहेछ झन्डै ग्लोभ्स गाँड भइसकेको थियो यार गोजीमै रहेछ म त बिर्सिया उतै छुट्यो भने यार मजा आउँदैछ केटा हो डर चलाउनको लागि केटाहरूले सब नम्बर प्लेट के अरे निकालेर हिँडिरहेछन् म चाहिँ घर गएपछि निकालिदिन्छु नम्बर प्लेट त छैन पछाडिपट्टिको त्यही पनि बिलबुक चाहिँ पाइयोस् सोभित उडाइदेऊ ल सोभितको उहिले हाम्रो सोभित जिग्री पनि कम छैन नि फेरि बाइक त चक्कर उडाइदिन्छ नि यार केटाहरूले मैले पनि उडाउँछु होला 1-2 दिनपछि त यो हात मात्र बसेको छैन क्या सोभितले ल्याउन त ल्यायो केटा भित्रभित्र कता ल्यायो कता ल्यायो यार अन्धा धुन्दा छ यार सो आज चाहिँ गोरुसिङेमा चेकिङ परेन भने चाहिँ बाइक घर पुग्ला गोरुसिङेमा चेकिङ पर्यो भने चाहिँ गाइज बाइक घर पुग्छ कि पुग्दैन त्यो चाहिँ थाहा छैन बिलबुक चाहिँ क्लियरै छ लाइसेन्स पनि छ बट यो मिरर भएन क्या मिरर अनि पछाडिको नम्बर प्लेटहरू छैन क्या यो बाइकमा सो म आफै बनाएर चिप्काउँछु त्यो चाहिँ उसको बाइक अर्कै यास भिडियोमा देखाएको थिएँ क्या यार तिम्रो बाइकलाई त भिडियोमा देखाएको थिएँ के हो तिम्रो बाइकलाई त यो वाला त हाल्न खोजेको थिएँ त मैले यो त लास्टै ठुलो छ अन्डरबेली त 97 एनएसमा त यत्रो ठुलो त दामी त यसमा यो बाइकै ठुलो छ त अनि एनएसमा त इन्जिन त एउटै हो नि यहाँ बाइक चाहिँ अलि हेभी छ कि हो ए हान्छ यसमा नि गोरुसिङेमा चेकिङ होला कि नै यार यति बेला नम्बर देऊ तिम्रो त्यसो भए फोन गर्ने भए 98 जान्छु म यार ढिला हुन्छ मलाई ल ल अब नेक्स्ट टाइम भेट्दै गरौँ ल यहाँबाट यता ए ल ए ल ल है त ल ल भोलि भेट्दै गरौँ ल सो केटा अब चाहिँ म निस्केको है त अब हाइवेमा जान्छु म चाहिँ सो चेकिङ पर्छ कि पर्दैन त्यो चाहिँ थाहा छैन मलाई अनि त्यही नै हो सो आजको भ्लग चाहिँ लास्टै लङ त भएको छैन होइन त्यही पनि कस्तो भयो सुझाव सल्लाह प्रतिक्रिया दिनु होला अबको नयाँ भ्लग भनेको डटमा आउने बेलामा छ केटा हो त्यही नै हो के रहेछ यहाँनिर हाइवेमा चाहिँ निस्किसकेँ म केटा ल यो चाहिँ हाम्रो चनौटा अब चाहिँ यहाँदेखि बहुत टाढा छ यार केटा हो म मेरो घर पुग्न त सो अझै त उज्यालै छ सो हेरौँ के हुन्छ लेट्स सी पुग्छु कि पुग्दिनँ घर चाहिँ सो त्यही नै यो आजको भ्लग चाहिँ यतैतिर इन गरिदिन्छु केटा अब नेक्स्ट भ्लग लिएर छिट्टै आउँछु भन्दै बाई बाई टेक केयर सबैजनाले माया देखाइदिनु होला